एक डोको सुँगुरको मासु लिएर आएको छु। कडा थिए भान्जीहरूसँग पुरै। यस्तो दामी छ मासु। अचार बनाउने म यता छु। दुवा काट्दै हुनुहुन्छ बुढी आमाले। मासुको अचार बनाएर लानु हुने अरे टक्कसँगले। यता डढिसक्यो। हाम्रो भान्जी यहाँ मिल पिस्नु हुँदैछ। ल चलाउनु चलाउनु। र पनि सानो सानो भएको छैन। हेलो बिरालु, के छ खबर? किन ङ्याङ ङ्याङ गरेको? सो नमस्ते साथीहरू, के छ तपाईँहरूको खबर? सन्चै हुनुहुन्छ होला? म चाहिँ यहाँनिर यो बिरालु ङ्याङ 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 गर्दैछ यहाँ आगो फुकेर। त किन कराएको भन्? यहाँनिर म बिरालुसँग छु अनि यहाँनिर सुँगुरको मासु लिएर आएको। बिहान मैले एक डोको सुँगुरको मासु लिएर आएको छु। अब यो चाहिँ टक्कसँगले काट्ने के गर्नेलाई सबै कामहरू गर्नुपर्ने हुन्छ। ल साथीहरू, अब तिहारको लागि मासु आइसकेको छ यहाँनिर। 4 धार्ने मासु। अब यसलाई म काटकुट गर्ने काम गर्छु। हाम्री आमा साह्रै नै बाठी छिन्, टिकटक बनाउँदा उफ्री उफ्री नाची छिन्। हाम्रो आमाको डान्स कडा थियो कि देख्दैन त म हाँसेको है। कडा थिए भान्जीहरूसँग पुरै। सब डान्स हान्ने नाचेको नि साह्रै नै बाठी छिन्, भान्जीहरूसँग टिकटक बनाउँदा नाची छिन्। हाम्रो आमा डान्सर हाम्रो आमा यता हुनुहुन्छ। अब म यहाँ मासु यसलाई काटकुट गर्ने काम गर्छु। ट्याक्क ट्याक्क लाएर यस्तो दामी छ मासु। त्यसमा उ थियो त्यो काजु अनि के हुन्छ नि। ए त्यो धुएर म त्यसलाई पनि राख्छु कि त्यसमा लाउने एक बट्टा चाहिँ त्यहाँ चाहिँ रमेश सरलाई एक बट्टा लगिदिनु पर्यो अनि एक बट्टा मलाई मसिन लाग्नु नि। मसिन बट्टामा भयो अलिअलि हेरौँ त्यहाँ त्यत्रो हो गजब यत्रो यस्तो खतरा। सुँगुरको मासुको अचार रेडी हुँदैछ। अचार बनाउने म यता छु। यहाँ अदुवा काट्दै हुनुहुन्छ बुढी आमाले अनि यता भाइले मासु काट्ने काम। हाम्रो कान्छा चाहिँ छलफल गर्दै हुनुहुन्छ यतातिर। मासु आयो मासु। हजुर त्यो सबै काट्दिने आमा। मासुको अचार बनाउने मान्छे चाहिँ म यहाँ छु। प्लिज अचार चाहिएको छ भने सम्पर्क गर्नु होला। केजीको मात्र 3000। ल साथीहरू, मैले चाहिँ यो छुल्काउनुको लागि मासु यसरी पिस भन्दा पनि मजाले चिर्देर राखिदिएको छु। यो 5 केजी हो अनि 5 केजीको यो हड्डी उब्रेको। यहाँ चाहिँ हाम्रो नानाले यो मासुको अचार बनाएर लानु हुने अरे टक्कसँगले। यता डढिसक्यो। भान्जाहरूले त्यो मासु
हजुर भान्जा खेल्नु न मेरो भान्जा ए मेरो भान्जा के छ भाले काटौँ भनेको पनि दिनु भएन ल टक्कसँगले अचार बन्दैछ यता मासु पनि बेबी बेबी ब्याट ब्याट भन्ने चमेरा होइन ब्याट बिएटी ब्याट यहाँ टक्कसँगले हाम्रो यसपालिको तिहारको लागि मासु टक्कसँगले यो मासु ओ त पोल्नु है त्यही गर्नु त्यही पोल्नु न त भइहाल्छ ल टक्कसँगले मासु काट्ने काम सकियो होइन भान्जी यो अचार बनाउने काटेको 500 रुपियाँ मलाई दिनु पर्यो 3 बान भइसक्यो राम 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 मासु त कति हो कति बेबी मासु त कति हो कति काठमाडौँ लाने मासु त अब के गर्ने होला डान छान्दिनु त अलिकति डान छान्दिनु न हाम्रो दसैँ तिहारको लागि मासु यति हो साथीहरू यसपालिलाई हाम्रो भान्जीको गीत चाहिँ एकदम बबाल छ नाची पनि दिनु न तपाईको गीत सुनेर म प्रसन्न भएँ आफ्नै गीत होइन हामी चोरिदिन अरूको भन्नु न खै मासु काट्ने काम सकियो तपाईँहरूको तिहारको लागि कति छ मासु हाम्रो त यति छ भिडियो नलागेको कति 4 दिन 5 दिन 6 दिन भइसक्यो होला अल्छी लागेर एडिट गर्ने पनि को हो मुझे को ठेल रहा इधर हो मसला यो चाहिँ पछि जाने बेला बिर्सेर यहीँ छोडिजानु भान्जी मावला माएर पनि काम गर्नु परिहाल्छ है आनन्दले बस्नु पाएन ऊ मास्यो मासु खाने हो होइन कसो गर्दा मासु खायो मान्छेले फेरि आज ल बेराल त टपक्क टेकेर परिरहेको हात धोएर अब अब म धान पिस्नु लागेँ ए न बिचरा हेर्नु रुन्छ सँगले हाम्रो भान्जी यहाँ मिल पिस्नु हुँदैछ ल चलाउनु चलाउनु म यहाँ बसेर हेर्ने टक्कै म दर्शक हो सेतै सेतै फुलिसक्यो कुन त ल टक्कसँगले अब पिसेर लानुहोस् ल म लागेँ उता काम छ मेरो पिसेर लानु हाम्रो भान्जी त मिल पिस्नुदेखि लिएर सबै काम पर्फेक्ट मिल्छ मिल्छ ए के नमिल्नु अब यो त नाइट ड्युटी नाइटको काम हो होइन यो ओभर टाइम हो यो त डबल पैसा तिर्नुपर्छ अब पिसाइ पनि डबल हुन्छ पैसा पनि डबल हुन्छ ट्याक्क लाएर म उता गएर आएँ ल
त्यो त्यत्तिकै चामल के बनाउनु चामल एउटा कृपया बोकेर आउनु होला ओके ल बल्ल पालो पाइयो के भयो आज बिहा झर काट्यो खै होइन धेरै कस्यो नि धेरै कस्यो मैले खाली धेरै कस्यो क्या ल आज त रातभरि हुने भयो बनाऊ एकछिनमा बिसाएँ अब आज यतै बस्नु अब मावला त हो के त मिलले दुःख दिँदा अब भोलि मात्रै सकिने भयो धान पिसेर पनि मिलले तनाव दिए साथीहरू अनि यहाँ हामीले कुखुरा चारे पनि गर्न जाँदैछौँ अब यिनीहरू यस्तो ज्ञानी छ भित्र नबोलाइसम्म पस्दैन डराउँदै पस्छ कुर्छ कि भनेर तिमीहरूको आज तिहार होइन माला लगाएकोले चाहिँ अलिअलि माला छ मेरो कुखुरा अब 20वटा बाँकी छ बिक्री गरेपछि अब यसपालिलाई तिनीहरू जाडो महिना भएला अब जाडो महिना पछाडि गर्ने यता अलिअलि यो दबाई लगाइदिएन भाइ अलिअलि ख्यान लागिरहेछ चिसोले थोरै यता हाम्रो भाइ पानी लाउँदैछ म अब चारो लाउने टक्कसँगले दिउँसो यसरी फ्यान चलाउनुपर्छ यस्तो धेरै गर्मी छ कोही धेर नलाए यहाँ चल्ला छ यहाँ सानो खालको छोपिदिनु यो अस्ति त बस्दै फेरि बानी बिग्रेछ यिनीहरूको त अस्ति त आफै यहाँ आएर बस्थ्यो अहिले त बस्नु छोड्यो कुखुरा पनि सानो सानो भएको छैन अब तिहारमा दर्रो बिक्री हुन्छ डङ साथीहरू अब चारो पानी हानिदिने एउटा है ठक्क आज हिजो हुँदै लाउनु लागेको थियो भने ठक्क यहाँ माथि ल्याइदिनु के चारोहरू ए ल चारो पानी गरिसक्यो अब टक्कसँग छुट्नुपर्छ भोलि चाहिँ बजार जाने भने के हुन्छ गाई तरेपछि त बजार भन्नु भन्दा नि मेरो चाहिँ ल्यापटप ल्याउनु पर्ने छ ल्यापटप लिनु जानुपर्ने छ डाटा इन्ट्री गर्नुपर्ने डाटा इन्ट्री गरेको छैन ल्यापटपले डाटा इन्ट्री गर्नुपर्ने भोलि जानुपर्छ कसले फोन गरेर ल खाना खाइयो अब सुत्ने हो